सो फाइनली आज चाहिँ म लाइनमा बाहिर निस्केछु है। सो आज चाहिँ मैले छुट्टी थियो नि त, त्यही भएर भिडियो बनाउँछु भनेर बाहिर निस्केको छु। देख्न सक्नुहुन्छ दिउँसो चाहिँ लास्टली गर्मी हुन्छ नि त, त्यही भएर बनाउनु मन लाग्दैन खासै। नाइटमा चाहिँ आज जे होस् ठिकै छ, मौसम शीतलै छ बाहिर, त्यही भएर आएर यसो भिडियो बनाउनु लाग्छु। देख्न सक्नुहुन्छ राम्रै छ। नाइटमा चाहिँ दिउँसो कस्तो छ भने चाहिँ भिडियो बनाउन खोजिरहेको हुन्छु। भिडियो बाहिर चाहिँ लास्टै गर्मी हुन्छ नि त, त्यही भएर दिउँसो चाहिँ बनाउन सक्दैन खासै भिडियोहरू। नाइटमा कहिले गर्छु अब छुट्टीमा, नत्र अब छुट्टी नभएपछि चाहिँ बनाउन खासै गाह्रो हुन्छ। दिउँसो नाइटमै बनाउँछु कहिले गर्छु। अब नाइटमा बनाएपछि कस्तो हुन्छ भने चाहिँ अब हप्ताको 2 हप्ताको एकचोटि हाल्छु अब भिडियो चाहिँ होइन। अब रेगुलर हाल्थेँ पहिला चाहिँ होइन, हल्का फुल्का 1-2 दिनको एकचोटि हाल्थेँ। कस्तो भने चाहिँ अब गर्मीले गर्दाखेरिमा भिडियो बनाउनै पाएको छैन। अहिले त अब दिउँसो ड्युटी जानुपर्छ, बिहानदेखि 3 बजी आउनुपर्छ नि त हाम्रो होटल लाइनमा। यस्तै हो, दिउँसो गयो बिहान गयो दिउँसो आयो, फेरि बेलुका जानुपर्छ, त्यही भएर खासै भिडियो बनाउनु टाइम मिल्दैन। मिलेपछि अब जस म भिडियो बनाएर हालिरहन्छु। अब देख्न सक्नुहुन्छ तपाईँहरूले पनि साथ सपोर्ट गर्नु होला, जति सक्नुहुन्छ त्यति लाइक, सेयर, सब्सक्राइब गर्नु होला।